अलीपुरद्वार जिला मादारीहाट ब्लॉक अंतर्गत गिरगेंदा चाय बगान कर मजदूर मन कर पिछला 3 महीना से पेमेंट नहीं मिले से चलते चाय बगान कर मजदूर मने बहुत ही परेशान और चिंतित हैं। पेमेंट कर मांग के लेके मजदूर मने रोड में उतरे कर फैसला कर लें, लेकिन पुलिस प्रशासन कर द्वारा मजदूर मन के आधा रास्ता में ही रोकल गेलक। इस विषय के देखते हुए पश्चिम बंगो चाय मजदूर समिति कर सदस्य मन मजदूर मन टिन पुगलें और मजदूर मन कर मांग के समर्थन कर लें। मजदूर मन कर कहना है कि परिवार कर पालन पोषण करे कर लागिन पेमेंट बहुत ही जरूरी है, लेकिन 3 महीना हो गेलक एखन तक ले पेमेंट नहीं मिले, जेकर से मजदूर मन कर आर्थिक स्थिति बहुत ही खराब होते जाते। मजदूर मन कर मांग आहे कि जल्द से जल्द मजदूर मन के पेमेंट देवल जाए और आवे वाला भविष्य में ऐसी स्थिति ना हो। देखो पूरा रिपोर्ट। हामीले काम गर्यो बगानमा, हाम्रो बगान हो यो भनेर हैन, अब बिग्रेर जानु भन्दा हामी सम्हालेरै राख्छौँ भनेर हामीले दिन्छ। अब यो शनिबार, यो मङ्गलबार, यो बुधबार भन्दै हामी काम लगायो, हामीले गर्यो काम। हामी आशाले हामी गर्यौँ पनि, तर तलब चाहिँ छैन। तलब न 6 महिना भयो पेमेन्ट दिएको छैन। अस्ति एउटा खर्च दिएको छ, 3 महिना भयो, स्टाफहरुको 5 महिना भयो, पेमेन्ट छैन। अस्ति कुन खर्च दिएको? बल्ल डिसेम्बरको 15 थियो, एक तलब थियो। त्यो तलबबाट चाहिँ आधी 1000 गएर अस्ति कति पाउनेले पाए नपाउनेले पाए, होली खर्च दियो। होली खर्च भनेर चाहिँ दियो 1000 गरेर। अन्त डल्लै थियो हाम्रो 5 वटा तलब, तर त्यो आधी तलब दियो उनीहरूले खर्च भनेर। हाम्रो भने कुन चाहिँ ब्रोकर आउँछ, कसले ल्याउने, कोसँग बात भएको छ, तपाईको नाम चाहिँ भन्दै बताउँदैन। मेरो नाम सरी लैरो। पानी पनि 7 दिनदेखि 6 देखि 7 दिन पुग्दैछ पानी पनि। 2 नम्बर मेडिसिन छैन, न हस्पिटलमा छ न कहाँ छ मेडिसिन छैन। यहाँदेखि बिपुरा जानु, सिलगढी जानु पऱ्यो, काँडा जानु पऱ्यो, पत्ता छैन। अर्को नम्बर फोन पैसा दिएको छैन, कति 21 महिनाको कति फोन पैसा दिएको छैन, ग्रेजुएटी दिएको छैन। हामी रिटायरमेन्ट हो, तर हाम्रो पनि ग्रेजुएटी दिएको छैन। समस्या छ, बगान खोलेको छैन, बगानमा पछि आउनु तयारी छ। 2 सालको त पैसा बुझाएकै छैन।